नमस्ते, गुड मर्निङ, वेलकम टु चेतना भ्लग। आज चाहिँ म बाहिर जाँदैछु नि त, त्यो भएर हजुरहरूलाई सानो भ्लग बनाएर हालिदिन्छु। कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनुहोस्। लेट्स गो गाइस। म चाहिँ एमआरटी जाँदैछु, किनभने एमआरटी जानु चाहिँ अलिकति यहाँबाट हिँड्नुपर्छ, त्यही भएर जाँदैछु गाइस। फाइनली म चाहिँ आइसकेको छु गाइस। फाइनली म चाहिँ आइपुगेको छु गाइस। यहाँ देख्नुहोस्, यो चाहिँ एमआरटी आइपुगेको छु। साइडमा यसरी फास्ट फुडहरू पनि छ, केही खानु मन लाग्यो भने। त्यो भएर त्यस्तो छ गाइस। जाँदैछु चढ्नु। यसरी कार्ड ट्याप गरेर जानुपर्छ गाइस। यो कार्डमा चाहिँ पैसा हालेको हुनुपर्छ, त्यो भएर मैले गर्दैछु। जाँदैछु। अब उकालो चढ्नुपर्छ, उकालो यसरी चढ्नुपर्छ गाइस। यसमा जाँदैछु। माथि आइसकेको छु। मेरो चाहिँ यो लाइन हो। म चाहिँ लिटल इन्डिया जाँदैछु। रेड लाइन जानुपर्छ। यो चाहिँ आउँदाको होला, त्यही भएर यहाँ म्याप हेर्नुपर्ने हुन्छ। म चाहिँ अहिले चाहिँ यहाँ छु बुकीपाटो। यहाँ चाहिँ म झर्नुपर्छ होला सायद। यसरी हेरेर हिँड्नुपर्ने हुन्छ। म चाहिँ अहिले यहाँ छु, होइन यहाँ छु। यहाँबाट यो स्टेसन यहाँ झर्नुपर्छ गाइस। यसरी जाँदैछु अहिले चाहिँ। फाइनली म चाहिँ लिटल इन्डिया आइसकेको छु। अब म चाहिँ एउटा सिम हाल्नुपर्छ, किनभने अब सिम हाल्छु। यहाँ सिम हाल्छु। मेरो चाहिँ पर्मिट पनि निस्केको छैन, अनि मेरो चाहिँ उयो पनि छैन नि त, पासपोर्ट पनि ल्याइन। सिम हुँदैन अरे। अब साथीलाई वेट गर्नु पऱ्यो, साथीको पर्मिटबाट निकाल्नु पऱ्यो सिम गाइस। यस्तो हुन्छ यहाँ चाहिँ गाइस। म चाहिँ टेका चाहिँ आइपुगेको छु। अब खाँदै गर्नु पर्ला, किनभने मेरो साथी त आई थिङ्क आइपुगेको छैन होला। सिम त मेरो भएन, पासपोर्ट ल्याइन र पर्मिट भएको छैन, त्यो भएर चाहिँ प्रोसेसमा छ। यो भएर चाहिँ टेकामा पस्दैछु। अब केही खानु पर्यो, ब्रेकफास्ट सोचिरहेको छु, त्यो भएर खानु पर्यो। यो म चाहिँ के खान्छु भने नि गाइस, यो खानु पर्यो गाइस। मेरो ब्रेकफास्ट चाहिँ हेर्नुहोस् है, 2टा चिकन एन्ड अन्डा एन्ड अचार कोक छ है आजको ब्रेकफास्ट चाहिँ। किनभने दिन मैले भातै खानुपर्छ, बेलुका राम्रो खाएको छुइनँ, त्यो भएर साथीहरूलाई वेट गरिन्जेल चाहिँ यति खाँदैछु। यसको चाहिँ $4 हो। खानु त पऱ्यो अब बिहान बिहानै। नेपालीहरू के गर्नु, राइसै खानु मन लाग्छ। राम्रो राम्रो थुक्पाहरू, थुप्रै आइटमहरू पाउँछ यो चाहिँ। तर म चाहिँ हिजो नाखै सुतेको थिएँ नि त, त्यो भएर चाहिँ आज चाहिँ म राइस खाँदैछु गाइस। म जसले पाएँ त्यसले पर्मिट दिँदैन नि त सिमको लागि, त्यो भएर म चाहिँ टाइम पासको लागि यहाँ एमआरटी भित्र पसेर फेरि लुगा हेर्नु आइरहेको छु गाइस। कम बागेन साथी आइपुग्यो। अर्को एकजना साथी ल आइज आएर साथीलाई चाहिँ भेटिसकेपछि बल्ल यसरी मन्दिर छ चाइनिज। दुईजना चाहिँ अब कफी, ब्ल्याक कफी चाहिँ मिल्क कफी तपाईँले मेरो पहिलो पहिलाको भिडियो छ नि मेरो नि त। कति सन्डे हो? थर्ड सन्डे हो। अब लास्ट सन्डे छ फेरि होइन आजै यादमा। अब एउटा
अघि खाएँ मेरो साथीले चाहिँ सुँगुरको मासु खानुहुन्छ पेसामा हुँदैन म खान्न सुँगुरको मासु खाँदैछ अब मेरो तर्फबाट सुँगुरको मासु खुवाइदिन्छु आफू खानु भएन त्यो भएर मेरो साथीलाई खुवाइदिएको आज चाहिँ ग्यास धेरै गरम भएर चाहिँ यही इन्जोय गर्दैछु साथीहरू भेज हो उहाँ चाहिँ फाइनली गाइस म चाहिँ आइपुगेको छु अब घर भनौँ त्यो भएर कस्तो लाग्छ मेरो भ्लग लाइक कमेन्ट सेयर गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् लभ यु अल